हेलो 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 धन्यवाद गर्छु जगतकै मालिक महिमाकै मालिक तीनै लोकको सृष्टिकर्ता हजुरलाई म यस्तोको नाउँमा करोड करोड धन्यवाद गर्छु। त्यस्तै गरी धन्यवाद र सम्मान गर्छु सुशीला म्याम हजुर, प्रकाश सर हजुर, उहाँहरूको सम्पूर्ण परिवारलाई चारैबाट भए बढी आत्मैबाट धन्यवाद र सम्मान गर्छु। त्यस्तै गरी धन्यवाद र सम्मान गर्छु त कार्यक्रम चलाएर सम्पूर्णलाई उत्साहित बनाउनु हुने म्यामजीलाई पनि आत्मैबाट धन्यवाद र सम्मान गर्छु। त्यस्तै गरी धन्यवाद र सम्मान गर्छु प्रत्येक शाखाबाट नजिक टाढा जति पनि आउनुहुने अगुवा लिडर हुनुहुन्छ भने हजुरहरूलाई पनि आत्मैबाट धन्यवाद र सम्मान गर्छु। त्यस्तै गरी धन्यवाद र सम्मान गर्छु आफ्नो कामलाई पछाडि राखेर आफ्नो पसलहरू बन्द गरेर यो शाखा हाम्रो हो, यो जिम्मेवारी हाम्रो हो, यो महिमा हाम्रो हो, हामी जनलाई माया गर्छौँ अनि प्रेम गर्छौँ भनेर आउनुहुने सम्पूर्ण यो शाखाको लिडरलाई आत्मैबाट धन्यवाद र सम्मान गर्छु। त्यस्तै गरी धन्यवाद र सम्मान गर्छु प्रत्येक भजनमा मादल बजाएर म्युजिक बजाएर उत्साहित बनाउनु हुने सरजीलाई पनि आत्मैबाट धन्यवाद र सम्मान गर्छु। त्यस्तै गरी धन्यवाद र सम्मान गर्छु। आज त फरक छ नि होइन हजुरहरू गर्मी जाडो केही नभनिकन साँझुरो ठाउँ नभनिकन हजुरहरू एकदम धैर्य गरेर हाम्रो लागि गवई वचन नै ठुलो हो। हामीले स्वर्गका हजाररामजीका औषधि पाएका छौँ अनि हामी उद्धार भएका छौँ भनेर आउनुहुने सम्पूर्ण ईश्वरका सन्तानलाई म आत्मैबाट धन्यवाद र सम्मान गर्छु। त्यस्तै गरी धन्यवाद र सम्मान गर्छु म हाम्रो सर हजुरलाई पनि आत्मैबाट धन्यवाद र सम्मान गर्छु। परमेश्वर पिता हजुरलाई एकदमै म मसिहहरूको नाउँमा धन्यवाद गर्छु। म 1 महिनासम्म किन हराएको थिएँ हजुरहरूलाई थाहा छ होइन? त्यही भएर कतिले त फोन पनि गर्नुभएछ म्याम हजुरलाई नै आपत पर्ने रहेछ, म्याम हजुरलाई बिमारी हुनुहुँदो रहेछ त म्याम हजुरको बुवा पनि बित्नु भएछ, अब हामीलाई के हुन्छ होला भनेर कतिले यस्तो कमजोरी मन पनि गर्नुभएछ होइन? त जन्म मृत्यु अनि बिहा भन्ने चाहिँ परमेश्वरले हामी जन्मेकै दिन के गर्नुभएको हुन्छ, तयार गरेर पठाउनु भएको हुन्छ होइन र हजुर होइन? त जस्तो पनि दिन आएपछि एक दिन कसरी पनि जानु नै पर्छ। म पनि जान्छु, हजुरहरू पनि जानुपर्छ, सबैजना जानुपर्छ। तब हिजो हामी के भन्थ्यौँ भने यति एकदमै यो वचन यो शब्दलाई चाहिँ यसै याद गर्नु, मैले पनि याद गर्छु। मलाई पनि अहिलेसम्म यस्तो सोच परेको थिएन। मेरो मामा घरको हजुरआमासम्म 100 वर्ष पुग्नुभयो हुनुहुन्छ, सासू ससुरा बुवा मम्मी मेरो कोही पनि बित्नु भएको थिएन। म सानो बच्चा जस्तो थिएँ होइन? मलाई यो के हो मृत्यु भन्ने थाहा थिएन। जब हामीले कहिलेकाहीँ यसरी शराब खानेहरूलाई त मरिहाल त मरिजा भनेर शराब खाने त्यो शब्दलाई चाहिँ आजबाट कसैले गर्नुहुन्छ भने कहिल्यै पनि यो शब्दलाई नगर्नु, बदलिहाल्नु। मरेपछि कति नराम्रो रहेछ कि जीवनमा कहिल्यै पनि फर्केर आउनु हुने रहेनछ, त्यो शब्द राम्रो हुने रहेनछ होइन? त मरिहाल भन्थ्यौँ, तब मरेपछि सकिने रहेछ, तर हामी मरेपछि भन्थ्यौँ हामी मरेको होइन हजुर, हामी एउटा डेरामा बसेका थियौँ भने अब यो माटोमै मिल्छ, माटोबाटै बनाएको शरीर हो परमेश्वरले, माटोमै मिल्छ, तर आत्मा माटोमा मिल्न दिनुहुन्न परमेश्वरले। त स्वर्गमा गरान गरिसक्नु भएको छ, हामी कोठा चढेन। कहिल्यै पनि तपाईँहरूले मनमा घटी कमी नगर्नु होइन? कता कता पिर लाग्छ, मृत्यु भनेको नराम्रै रहेछ होइन? नराम्रो लाग्छ, छल्लो लाग्छ, तर मैले यस्तो सरहरू पाइछु मेरो श्रीमान, जब 1 महिनासम्म मैले भन्दा पनि धेरै मेरो बुवालाई माया गरेर प्रेम गरेर कहिले बर्दिवास कहिले भिमान, कहिले बर्दिवास कहिले भिमान, कहिले काठमाडौँ हजुरहरूको बिचमा पनि आउँदै महिमा गर्दै उत्साहित बनाउँदै यस्तो गर्नुभयो सरहरूलाई फेरि पनि आत्मैबाट धन्यवाद र सम्मान गर्छु। अनि नामै मिलाउँछ अनि यो शाखाको लिडरलाई अनि हजुरहरू जनलाई म यति धन्यवाद गर्छु कि सरलाई र मलाई देखाउनलाई यो शाखाको लिडरले काम गर्नु हुँदो रहेनछ भन्ने मलाई पुरा विश्वास भयो। म त्यति सोचमा बसेर बस्दा पनि जग्गा पाएँ
भवन बनाउने सम्पूर्ण लिडरलाई म आत्मैबाट धन्यवाद र सम्मान गर्छु। अनि हजुरहरूले पनि हातमा मिलाएर आर्थिकले भौतिकले सबै सहयोग गरेर यो भवनलाई ठुलो बनाउनुपर्छ, मर्मत गर्नुपर्छ। म्याम आउँदै गर्नुहुन्छ, सरहरू आउँदै गर्नुहुन्छ भनेर तपाईँहरूले लिडरलाई साथ दिएर यो भवनलाई सम्पूर्ण बनाउनु भयो। सम्पूर्ण जनलाई पनि आत्मैबाट धन्यवाद र सम्मान गर्छु। त्यही भएर कहिले पनि मनलाई कमी कमजोरी नगर्नु। शैतान त ढोकैमा ढुकिएर बसेको हुन्छ मेरा बच्चा। दियावलसले कसले मन कमी गर्ला, घटी गर्ला, अनि मैले त्यसलाई झम्टिम्ला अनि टोकाउँला सिद्धाउँला भनेर बसेको छ। तिनीहरूले कसैले पनि मलाई घटी नगराई भन्नु हुने परमेश्वर चिनाइदिनु भयो। यस्तो हाम्रो अब्बालाई के गर्नुपर्छ होला हजुर? अनि आफ्नो लागि पनि शिरभरको माथि लगेर तालीले सम्मान गर्नुहोस्। उसले मलाई नै सिद्धाउँछु भनेर उसले मलाई सिद्धाउनलाई आएको थियो, तर मलाई थाहा नै थिएन मेरो शरीरमा रगत छैन, म सिद्धिसकेको छु भन्ने मलाई थाहा थिएन। जब मेरो ज्वाइँ हिमाल घिमिरे गोलढुङ्गाको म्याम हजुर, विनिता म्याम हजुर, कुमार सर हजुर, उहाँहरूले भन्नुभयो हामी पोखरा जाउँ, एक हप्ता बसौँ, आमालाई लिएर जाउँ भन्नुभयो। म पोखरा गएँ। जब सर हजुरले वचन गरिरहनु भयो तब मेरो हात पुरै सुकेको थियो। सरले वचन गर्दै गर्दा मेरो हातभरि मासु पुरै आयो। हेर्नु म पुरै सकिसकेको छु। तर त्यति बेला पनि मलाई परमेश्वरले यस्तो हिम्मत दिनुभएको, म हिँड्न सक्ने, म बोल्न सक्ने, म त्यस्तो भएको थिएँ। जब शैतानले मलाई लुट्न सकेन, त मलाई सिद्धाउन सकेन, जब मेरो बुवालाई पेसाबले हान्थ्यो होइन। तब म पोखराबाटै म हिमाल गएँ। तब मेरो बुवालाई उसले जसरी भए पनि लगेर मैले जितेँ भनौँ, तर मेरो पिताले त्यसलाई जित्न दिनुहुन्न। मेरो बुवाको आत्माले शान्ति पाइसकेको छ होइन। म ढुक्क छु, म चिन्ता गर्दिनँ, म पिर गर्दिनँ। मैले परमेश्वर चिनेको छु। हामी परमेश्वर चिनेको मान्छेले कहिल्यै पनि विश्वासलाई घटी कमी नगर्नु। आज मरिहाल्नु हुँदो रहेछ, अब जानु हुँदैन कहिल्यै पनि नभन्नु। तर मरिहाल अनि मरिजा भन्ने शब्दलाई चाहिँ के गर्छौँ हजुर? हामीले आजबाट बोल्दैनौँ। त्यो मरिहाल पनि भन्दैनौँ, मरिजास पनि भन्दैनौँ होइन। त्यही भएर आजबाट हजुरहरूले पनि म्यामलाई नि यस्तो भएको रहेछ, म्यामको बुवालाई नि यस्तो भएको रहेछ, हाम्रो नि बुवा आमा बुढा हुनुहुन्छ, वृद्ध हुनुहुन्छ भने हजुरहरूले वचन नलाइकन प्रेमले दिन सक्नुहुन्छ, दिन सक्नुहुन्न भने एउटा प्रेम त दिन सक्नुहुन्छ नि, सक्नुहुन्न र हजुर? कहिल्यै नराम्रो शब्द नबोल्नुहोस्, बुवा आमालाई राम्रो शब्द बोल्नुहोस्, अरूलाई पनि नराम्रो शब्द नबोल्नुहोस्। त्यही भएर हजुरहरू ढुक्क हुनु, वचनलाई याद गर्नु, गवाईलाई याद गर्नु। यहाँ आएर हामीले अरू केही दिन सक्दैनौँ हजुर, गवाई र वचन मात्रै होइन र। अघि कामिरहने म्याम हिजो फोन गर्नुभएको थियो, उहाँको आवाज थिएन, भवनले फोन लगाइदिनु भएको थियो, तर हजुरले सँगै गरिदिनु भएको थियो परमेश्वरको द्वारा। जब आमिन भन्नुभयो उसले स्वरहरू आवाजहरू राखेर मारेर खोजेको थियो भने आजबाट उहाँको जीवनमा कहिल्यै पनि कामले सैतान आउँदैन। परमेश्वरका गवाई र वचन मात्रै के गर्नुहुन्छ? तयार गर्नुहुन्छ, दिनुहुन्छ परमेश्वरले। त्यही भएर हजुरहरू कहिल्यै पनि नडराउनु। हिजो बच्चा तिमीहरू नडराऊ, तिमी बच्चा जस्तो बन, तिमी बाठो नबन, तिमी टाटो नबन। अनि मैले हाम्रो शाखामा जहिले पनि भन्ने गर्छु हाम्रो लिडरहरूलाई, यति शाखा जानुहुन्छ तपाईँहरू भने आफ्नो आइडेन्टिटी कार्ड बोकेर जानु, अनि आफ्नो अगुवाको नाम प्रष्ट भन्न सक्ने हुनु होइन। अनि तपाईँलाई यति गवाई वचनमा तपाईँले मलाई राखिदिनुहोस् भन्नु नपरोस् त्यो शाखाको अगुवाले। म पनि यो फलाना शाखाबाट आएको भनेर जानुहोस् र त्यो शाखाको अगुवा र लिडरले के गरून्? फलाना शाखाको लिडर आउनुभएको रहेछ, उहाँको गवाई वचन राखिदिउँ है भन्ने यतिको बन्नुहोस् है भनेर मैले सधैँ हाम्रो शाखाको लिडरलाई होस् जनलाई भनेको हुन्छु। त्यो जबरजस्ती गरेर एकदमै पङ्कारा तानेको अनि पङ्कारा बाटोको डोरी के हुन्छ हजुर? टुटिन्छ कि टुटिँदैन भन्नुहोस् त? जुनसुकै ठाउँमा जानुहुन्छ, लिडर जानुहोस्, जन जानुहोस्, अगुवा जानुहोस्, तपाईँ आउनुभएछ है भनेर तारिफ गरेको राम्रो कि तपाईँ आफैले तारिफ गरेको राम्रो हजुर भन्नुहोस् त?
र त्यही भएर जहिले पनि भन्ने गर्छु छोटो छोटो प्रार्थना गर्नु, छोटो अन्य भाषा गर्नु, मिठो गर्नु, जाँदा आफ्नो शाखाको गवाई सर्लक्क बजाउनु, आफ्नो जीवनको गवाई बताउनु। जब अघि अनिताले भन्नुभयो तब मेरो पैसा यसरी बसेको थियो, उठ्दैन भनेको थियो, जब गराम गरी सराम परे आज मैले 17 लाख पैसा पनि परमेश्वरको द्वारा उठाउने यज्ञको भएँ भन्नुभयो होइन। त्यो कसले गरिदिनु भएको? परमेश्वरले गरिदिनु भएको। त्यही भएर जहिले पनि भन्छु म नडराउनु, अरूलाई नगानी गर्नु, अरूलाई नराम्रो नभन्नु, अरूलाई आँखा नतर्नु, अरूलाई हामीले एउटा अङ्गुली छाडेर गाली गऱ्यौँ भने चारवटा अङ्गले के गर्छ हजुर? तपाईँ हामीलाई नै गाली गर्छ, पक्लस फलाना देखलस फलाना, तँलाई मैले जानेको छु, तँलाई मैले चिनेको छु भन्छ। त्यही भएर हाम्रो शाखामा अति असल लिडर हुनुहुन्छ, असल जन हुनुहुन्छ। जब यस्तो गवाई दिनुभएको छ परमात्मा, तब यही भवनमा जुट्नुभयो हाम्रो अनिता म्यामको दियोर। अनि उहाँ बाहिर जानलाई अनि कहिले के हुन्छ कहिले के हुन्छ सानो मन गरी रोइहाल्ने। बाबु नरुनु, तपाईँले यो भवनमा धेरै सहयोग गर्न सक्नुहुन्छ। तपाईँ बाहिर जानुहुन्छ बाबु, म्याम हजुर जानु पाए त म कति धेरै सहयोग गर्थेँ भन्नुहुन्थ्यो। तब जानुभयो, मजाले जापान जानुभयो टोकियोमा। अनि हालत आयो, बाधा आयो, फेरि उसलाई अब नेपालमै पठाउने भयो। काम मात्रै गर्यो, कलेज पनि पाउनु भएन। अनि रुँदै फोन गर्नुभयो, भगवतीलाई पनि रुँदै म्यासेज गर्नुभएछ, म्याम हजुर मलाई त फिर्ता गर्ने भयो दिदी भनेर। अनि होइन बाबु फिर्ता गर्दैन, हजुर त्यही टोकियोमै कलेज पाउनुहुन्छ, अफिस पाउनुहुन्छ, कलेज फिस पनि आफै तिर्नुहुन्छ, फेरि भवनलाई सहयोग तपाईँ आफै गर्नुहुन्छ। नभइकन नगर्नु है बाबु, भएपछि गर्न सक्नुहुन्छ। यो शब्द दिई हस् म्याम हजुर भन्नुभयो। तब पछि सबै साथीहरूलाई गाउँ गाउँमा एप्लाई गर्नुभयो, गाउँ गाउँमा पुग्नुभयो कलेजमा। तर बाबुलाई टोकियोमै जहाँनिर अब 2टा काम थियो त्यहीँनिर कलेज भर्न पनि भयो, कलेज फिस पनि तिर्नुभयो, 2टा काम पनि गर्न पाउनुभयो। हिजो मेरो खातामा यो भवनलाई 50,000 पैसा सहयोग पठाउनु भएको हजुर। यस्तो काम गर्नुहुन्छ कि परमेश्वरले त्यति निर्दोष बच्चाले मलाई मेरो खातामा पठाउनु भएको थियो। तर हजुरहरूलाई थाहा थियो र हजुर? थियो त तपाईँहरूलाई थाहा? त बाबुलाई थाहा थियो, मलाई थाहा थियो 50,000 पैसा आइहाल्यो नि भनेर मैले लोभिएर झिकेर चलाउन सक्थेँ। तर म मान्छेलाई मैले तपाईँहरूलाई थाल्न सकाउला, तर मलाई सिरिक रचना गर्ने परमेश्वर परमात्मा सिटी क्यामेरा हुनुहुन्छ, म उहाँलाई कहिल्यै थाल्न सक्दिनँ। त भोलि झिकेर एउटा हाम्रो यही भवनमा यति धेरै ऋण लागेको छ, तब थपिरहन्छ, बढिरहन्छ, गरिरहनुपर्छ। एकजनाको ऋण तिर्ने यज्ञको परमेश्वरले बनाउनु भयो कि बनाउनु भएन त हजुर? ल पठाइदिनुहोस् बाबु, तपाईँले यति धेरै नै पठाउनुहोस् भनेको थिएँ, त उहाँले त्यसरी पठाउनु भयो। त्यही भएर हामी जसले भन्नुभएको छ नि परमेश्वरले, जसले धेरै लगानी लाउँछ त्यसैले धेरै कटानी गर्छ, जसले लगानी लाउनै मन गर्दैन उसले उफ्री उफ्री कटानी गर्न मन गर्छ भने मेरो बच्चा त्यसले कसरी कटानी गर्छ त? हिजो बिउ पनि थियो, खेत पनि थियो, तपाईँ हामीलाई थाहा थिएन। तर आज बिउ पनि रहेछ, खेत पनि रहेछ, निक्लिरहेको शब्द बिउ रहेछ। हृदयको पार्टी के रहेछ त हजुर? खेत रहेछ, जमिन रहेछ। मजाले बुझेर तपाईँ हामीले एकदमै हजुरले 1 रुपियाँ पनि आदर गर्नुभयो भने मैले आदर गरी खाने हो कि देखाउने होइन कि लिने होइन कि गरान हुने हो कि नहुने हो भनेर हजुरले गर्नुभयो भने त्यो कहिल्यै गरान हुँदैन। मैले गरान पिता मैले आदर गरी यो गरान तपाईँले गरिसक्नुभयो भनेपछि आजैबाट अहिलेबाट भर्खरै काम हुन्छ कि हुँदैन हजुर भन्नुहोस् त? भइसक्यो। जब त्यति 13 दिनसम्म सोचमा बस्दा पनि मैले कहिले मोबाइल स्विच अफ गरिनँ। एक दिन जानै पर्थ्यो, पिता जानुभयो त म मोबाइल स्विच अफ गर्दिनँ, जसले फोन गर्दा पनि म उठाएँ। सँगै गरी हाम्रो यहीँ मिलनचोकको सुन पसलको सर बाहिर जानुभएको थियो, यहीँ जुटेर क्यानाडा जानुभएको थियो। जब उहाँले काम पाउनु भएन छ त उहाँको भिसा पनि लागेन छ, त्यो के आउन पर्ने उहाँको त्यो पनि आएन छ। त उहाँको श्रीमतीले फोन गर्नुभयो, म्याम हजुर सरको त केही पनि भएन, काम पनि पाउनु भएन, अब सर नेपाल फर्किँदै हुनुहुन्छ भन्नुभयो। मैले त्यो बेला पनि मन बलियो बनाएर पिता मेरो मुख भएर खुद उहाँलाई भन्नुहोस् है भने सरले काम पनि पाउनुभयो, नेपाल फर्केर पनि आउनु पर्दैन म्याम हजुर, मलाई शनिबारलाई यो गवाई हो भनेर परमेश्वरले शब्द दिनुभयो। आज बिहानै फोन गर्नुभयो कि म्याम हजुर सरको सबै भयो, काम
यदि आउनुभएको छ भने होइन यस्तो परमेश्वर सबैले काम गर्ने परमेश्वर आज तपाईँ हामी सबैसँग हुनुहुन्छ होइन र हजुर? अनि यस्तो परमेश्वरलाई हामीले के गर्छौँ? अघि एकजना कामले सबै बताउनुभयो, कहिले आउनुहुन्थ्यो मेरो श्रीमान भात खानुहुन्छ, मेरो श्रीमान रक्सी खानुहुन्छ, त खानुहुन्न, राम्रो हुनुहुन्छ, केही काम गर्नुहुन्न भन्नुहुन्थ्यो। त आज घरमा रही म हिँड्दा फोन गर्नुभएको थियो, मैले गाडी किनेको छु, म त्यहाँ कार ल्याएर छोडिदिन्छु। आज आफै गाडी किनेर आफै गाडी चलाउने हेरेको कसले बनाउनु भयो हजुर? परमेश्वरले बनाउनु भयो। अघि एकजना बाबुले सबै बताउनु भयो, 1 किलो पनि नउठाइ भन्थ्यो, आज म 30 किलो टाउकोमा बोकेर हिँड्छु। त यो कसले बनाइदिनु भयो? परमेश्वरले बनाइदिनु भयो। त्यही भएर हामी सबैलाई थाहा छ, दुधको दोकानमा जान्छौँ, दुध दिनु न भन्छौँ, दुध लिएर आउँछौँ। जुत्ताको दोकानमा जान्छौँ, मलाई जुत्ता दिनुहोस् न है भनेर जुत्ता ल्याउँछौँ। त दुधको दोकानमा गएर जुत्ता माग्दा दिनुहुन्छ त हजुर? दिनुहुन्न होइन? जहाँ जानुभएको छ त्यही जे चाहिएको छ त्यही पसलमा जानुभयो भने त्यही दिनुहुन्छ। आज हामी जति धेरै ठुलो समस्या, रोग बाधा, ऋण जति छ, आज हामी परमेश्वरलाई सबै कुरा बुझाइदिन्छौँ। परमेश्वरले सर्लक्कै के गरिदिनुहुन्छ? यसो मसीमा दूर गरिदिनुहुन्छ। त्यही भएर हजुरहरू आजैबाट अहिलेबाट मेरो काम भएन, मैले भिसा लगाएको थिएँ, मेरो भिसा लागेन, म बाहिर जान पाइनँ, कहिल्यै पनि नभन्नु। सबै कुरा परमेश्वरलाई छोडिदिनु। जसरी खोलामा रोपेको रुख सधैँ हरियो हुन्छ, डाँडाको रुख सधैँ बर्खा लागेपछि पानीको आशामा मात्रै उठ्यो हुन्छ, हरियो हुन्छ, त्यही पनि पानी पर्छ, जरासम्म पुग्दैन ऊ त्यसै सुक्छ। खोलाको रुख जहिले पनि पानी नपरे पनि खडेरी परे पनि उठ्यो हुन्छ, सधैँ हरियो हुन्छ। तपाईँ हामी सबैलाई थाहा छ होइन र हजुर? तपाईँ हामी गरम जुन दिन लगिदासमा अङ्गीकार गऱ्यौँ त्यो दिनदेखि हामीलाई समस्या आओस्, बाधा आओस्, रोकट आओस्, आफ्नो आफन्त भितेर जाउन्, तर परमेश्वर पिता मैले विश्वास तपाईँमा गरेको छु, मेरो विश्वासलाई घटी कमी हुन नदिनु है परमात्मा, मेरो विश्वासलाई बढाइदिनु है पिता भनेपछि परमेश्वरले उतिखेरै तपाईँको विश्वास बढाइदिनुहुन्छ र मनलाई डरिलो बनाउनुहुन्छ। बनाउनुहुन्छ र हजुर? आज मलाई बनाउनु भयो भने हजुरहरूलाई पनि बनाउनुहुन्छ। त्यही भएर मेरो काम भएन नभन्नु। अनि म फेरि हजुरहरूलाई सल्लाह नलिकन हामी केही गर्दैनौँ। अनि हाम्रो लिडर अनि हजुरहरूसँगै सबैसँग सल्लाह गर्छौँ। यदि कुनै शाखाबाट लिडरहरू आउनु भएको छ भने हजुरहरू पहिल्यै आएर म फलाना शाखाको लिडर हो, मेरो अगुवाको नाम यो हो, मेरो पनि गवाई वचन छ है म्याम भन्नुहोस्। अनि हामीले सेड्युलमा बनाइकन आइपुग्नुभयो भने हामी हजुरहरूको सेड्युलमा नाम राखिदिन सक्छौँ। नभए सेड्युल भइसकेपछि न त लिडरले काट्न सक्नुहुन्छ न त मैले काट्न सक्छौँ। हामी केन्द्रमा जसरी छ गवाई पनि सेयर गर्नुहोस्, त्यो गवाईले नै तपाईँ हामीलाई दबाई हुने होइन र हजुर? यदि आउनु भएको छ भने आज पाउनु भएको छैन भने अर्को हप्ता आएर हजुरहरूले नाम टिपाउनुहोस्, मजाले उत्साहित हुनुहोस्, उत्साहित बनाउनुहोस्। त्यहाँको गवाई यहाँ भन्नुहोस्, यहाँको गवाई लैजानुहोस्, हजुरको शाखामा भन्नुहोस्, तर फरक तपाईँको अगोको नाम, तपाईँको शाखाको कुन ठाउँको, यहाँबाट जाने लिडरले पनि अनि अन्तबाट आउने लिडरले पनि यो गरिदिनु भयो भने अझै हामी सबै केन्द्रमा के हुन्छ हजुर? शान्ति हुन्छ, आनन्द हुन्छ। हाम्रो सरकारलाई हाम्रो कारणले कहिले पनि नराम्रो नहोस्, बाधा नपुगोस्। हामी के गर्छौँ? ज्ञानी बच्चा, असल आमा, असल बाबाको बच्चा होइन तपाईँ हामी हो। त्यही भएर अब के गर्नुपर्छ? सुनते जीवन हजुरकै हातमा, हजुरकै
छ। तिम्रो गरम छ मलाई देऊ मेरो बच्चा, मेरो हलम छ तिमी देऊ। अनि आनन्द गर, खुसी गर, भएन कहिल्यै पनि नभन है। भन्नु भने परमेश्वरलाई चिनेका छौँ, जानेका छौँ। त्यही भएर तपाईँलाई कसैले है फलानी त कहाँ गएर आएको, धर्ममा गएर आएको, तैँले धर्म सकिस्, धर्म छोडिस् भन्नुभयो भने उहाँहरू कसैलाई पनि नराम्रो नभन्नुहोस्। उहाँहरूले बुझ्नु भएको छैन, चिन्नु भएको छैन। मैले पनि मेरो बुबा बित्दाखेरि 13 दिनसम्म यसले के गर्थे, फलानी त चर्चमा गएको थिए अरे भन्नुभएको थियो। त मैले भने पिता मलाई निन्दामा होइन महिनामा तपाईँले बदल्नु भएको छ। हजुर खुद आफै गर्नु है भन्दा सबैले धेरैले चेक गरे। तर म आफ्नै पारामा आफ्नै सुरमा म अरू जसरी बस्नु भएको थियो त्यसै गरी बस्दाखेरि उहाँहरू दिन परेर जानिएको परमेश्वरले बनाउनु भयो होइन। त्यही भएर मैले तिमीलाई निन्दा गर्न बनाइन मेरो बच्चा, मैले तिमीलाई मेरो महिमा गर्न बनाएको छु। अरू म तिमी निन्दा नगर। नसुनेका कुराहरूलाई यदि सुनेकै छौ भने पनि मैले सुनेको छुइनँ भन, देखेकै छौ भने पनि नराम्रा कुराहरूलाई देखेको छुइनँ भन। तिमीलाई त्यो आनन्द खुसी मिल्नेछ। देखेको छु जानेको छु भन्दा तिमीलाई गाह्रो हुनेछ। भन्नु भने परमेश्वर चिनेका छौँ। त अघि हाम्रो म्याम हजुरले गवाई बताउनु भयो, गवाई बताउँदा पुरा गवाई बताउनु अनि अरूले पनि राम्ररी बुझिदिनु। त उहाँको छोरीलाई क्यान्सर भएको थियो, महिनामा आउनुभयो, गोमा म्यामले ल्याउनु भयो, जुटाउनु भयो, क्यान्सर विषय भयो। आज छोरी अमेरिकामा गएर कमाइ गर्ने, कलेजमा जाने, पढ्ने, कलेज टप गर्ने एकेको परमेश्वरले बनाउनु भएको छ। उहाँले त्यो गवाई बताउनु भएन। अहिले कान्छी छोरीको चाहिँ नाम नलेखेको मात्रै बताउनु भयो होइन। तर अमेरिका गइकन कमाइ गरेर कलेज टपेर ओइ फलाने तँलाई के सामान चाहिन्छ लिन आइज भन्दै दिँदै आज बिग्रेको हिटर छ भने पिता तपाईँलाई धन्यवाद भनेर नानी सुत्यो भने भोलि सबै तयारी अमेरिकामा उहाँकै छोरीलाई परमेश्वरले गरिदिइसक्नु भएको छ। हामीले पाएका गवाईहरू पनि कहिल्यै पनि भुल्नुहुन्न। म्यामले जे गवाई पाउँछ पहिला मलाई फोन गर्छ, म्याम हजुर आज मैले यो भयो, आज म कलेज टप भएँ, आज म सबै राम्रो भयो, रुम पनि मेरो सबैको भन्दा मलाई राम्रो परमेश्वरले दिनुभयो। आज यसरी गवाई परमेश्वरले दिनुभएको छ भने त्यो अब यहाँ हुने छोरीको पनि नाम निकाल्ने काम गर्छु परमेश्वरको। जब ढिला हुन्छ नि तब परमेश्वर नै हुन्छ, सबै परमेश्वरले नै गरिदिनुहुन्छ होइन। त सरकारले भजनमै भन्नुभएको छ, समय त गइसकेको छ। अस्तित्वमै नभएकोलाई नजानेर बुझ्नेछ, अस्तित्वमै नभएकोलाई नजानेर बुझ्नेछ, आत्माको परमात्मालाई एक दिन सबले बुझ्नेछ। संसार भाग्न सक्दैला आफैलाई भाग्न सक्दैन, ईश्वरको बासमा छ, सत्यको नाशमा छ, ईश्वरको बासमा छ, सत्यको नाशमा छ। असत्यको नाश भयो कि भएन हजुर? त हामीले हजुरहरूलाई साँघुरोमा नराखौँ, चिसोमा नराखौँ भनेर जब यो कार्पेट हाल्यौँ नि हजुर, यो कार्पेट कति लक्की रहेछ है। यो कार्पेटले त यो भगवन्यतापट्टि नि पाइयो, टोइलेट पनि सार्न पाइयो। अब हजुरहरूको बिचमा मैले अहिले नामलाई भनेन, भोलिबाट फेरि हामी काम सुरु गर्छौँ। धेरै भिडभाड गरेर पनि काम हुँदैन, हल्ला हल्ला गरेर पनि। जान्ने मिस्त्री हुनुहुन्छ हजुरहरूसँग तपाईँको पासमा भने एक दुईजना आउनु होला। हामीले यो रुस्तमलाई र यो स्टेजलाई